प्लिज नजानु न एकचोटिलाई माफ गरिदिनु न पहिला त्यत्रो सहेर नि म फर्केको थिएँ अब म सक्दिनँ प्रतीक तिमीले जे सोच्दैछौ गलत सोच्दैछौ हामी बिचमा त्यस्तो केही भएको छैन मलाई थाहा छ सबै कुरा तिमीले धेरै नाटक गरे नि पर्दैन अबे तिमी कहाँ छौ तिमीसँग एउटा कुरा गर्नु छ जरुरी भन किन बोलायो यति हतारमा कता जाने हो भन मलाई तिमीसँग इम्पोर्टेन्ट कुरा गर्नु छ कतै क्याफेमा जाउँ न कहाँ क्याफेमा भनेर मलाई कसैले देख्यो भने अप्ठ्यारो हुन्छ बरु हिजोको होटेल जाउँ न होइन त्यो होटेलमा त नजाने हो होइन के भन्यो तिमीले बरु त्यहाँ एउटा नयाँ होटेल खोलेको छ त्यहाँ डिस्काउन्ट अफर पनि चलिरहेको छ त्यहीँ जाउँ न त ल हुन्छ नि त जाउँ दाइ के हेर मेरो गर्लफ्रेन्डलाई चाहिँ हेर्नु लाज लाग्दैन होइन त्यस्तो होइन उहाँ चिने जस्तो लाग्यो थियो यहाँको कस्तो चिने जस्तो लाग्यो भनेर यसरी हेर्नु पाइन्छ गर्लफ्रेन्डलाई होइन नरिसाउनुहोस् न उहाँ एकदम राम्रो हुँदो रहेछ अनि उहाँ मेरो मिसेस जस्तै लाग्यो यिनी राम्रै त छिन् अनि तपाईँको मिसेस चाहिँ कहाँ हुनुहुन्छ